कफल चाहिँ मस्तले खाइयो एकदमै मिठो मिठो रहेछ हैन कस्तो हुन्छ हैन गाउँघरको कफल कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु पाइको छ पानी पर्छ कि क्या यार छाल छाल दिको पानी मिठो बनकटाको कागती भेम्बोलाई बनायो देउ न ओखती अहिले चाहिँ कफलको सिजन ऐसिलीको सिजन चलिरहेको छ नि त त्यही भएर हामी कफल टिप्नतिर जाँदैछौँ जङ्गलतिर भटिज टुकुन टुकुन हिँडिरहेको छ हामी कफल टिप्न जाने चाहिँ त्यो कफल डाँडा आइपुग्यो कफल 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 बाँदरहरू रहेछ त कफलमा त यो त बाँदर रहेछ यो त बाँदर चढ्यो है अर्को बाँदर उ त्यहाँ अब गाइस म पनि चढ्नु पर्यो गाइसहरू यसो भोग्लाइराख बाँदरहरू यो डाम्नलाई अहिलेसम्म पुग्या छैन इसलिए मानो थियो अहिले बग्दै माना भयो अरे के कति कफल भन्ने चिज यस्तो हुन्छ गाइस चाहिँ हैन गोगीहरु में लाए उन्होंने के नाती नाती बात कर रहे हैं अब यो त बाँदर कता गयो के यार अभी चलो यो राजा कफला ओ मामे बेबे हम राजा न्यू दसो अभी कुन में दाल करना हाँगा नै भाजेर ल्याएर आयो भाइले मातो मातो गुन गर्नु ओए आइन डोले भाइ म कफलको बट घुन लो नहल के आया पाली फाइनली हाम्रो कफल चाहिँ हाम्रो लगभग पुगिसकेको अवस्था आम अरे बाप रे यस्तो कफाल खानालाई आउनु न ओइ 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 साथीहरु कफल चाहिँ मस्तले खाइयो एकदमै मिठो मिठो रहेछ हैन खाए ल